यो बन्द ढोकाभित्र बस्छन् अनेक परिवार अनि यहीँ बस्छन् अनेक महिलाहरू। तर के तपाईहरूलाई थाहा छ, नेपालमा हरेक दिन यही महिलाहरूमध्ये 4-5 जना पाठेघर क्यान्सरको कारण ज्यान गुमाउनुहुन्छ। हो, हरेक दिन। पाठेघरको क्यान्सर अर्थात् सर्भाइकल क्यान्सर। तर हामीले यसमा चेन्ज ल्याउन सक्छौँ। यो क्यान्सरबाट हामी बच्न सक्छौँ। हो, यो क्यान्सरबाट साँच्चै हामी बच्न सक्छौँ। र जरुरी छ त्यसको लागि एउटा सानो टेस्ट गर्न। यो टेस्ट सबैले गराउनु पर्दछ, तर 30 देखि 60 वर्षको उमेरको महिलाले त झन् अनिवार्य रूपमा गराउनु पर्दछ। यो टेस्टले पाठेघर स्वस्थ छ कि छैन भनेर निर्धारण गर्छ। तर महत्त्वपूर्ण कुरा यो छ कि असामान्यता देखिएमा यसलाई तुरुन्तै सरल प्रक्रियाद्वारा उपचार गर्न सकिन्छ। हामी सबैले यो टेस्ट गराउनु पर्छ र हाम्रो समाजमा यसको सकारात्मक सन्देश एकअर्कालाई फैलाउनु पर्छ। यदि कोही हेल्दी छ भने पनि यो टेस्ट गराउन अनिवार्य छ। टेस्ट पीडादायक पनि हुँदैन र कुनै एनेस्थेसिया पनि दिइँदैन। हामीलाई कुनै समस्या नभए पनि हामीले यो टेस्ट चाहिँ गराउनै पर्छ। अनि यो टेस्ट धेरै महँगो पनि छैन। पाठेघरको क्यान्सर नहोस् भनेर अविवाहित महिलाहरूको लागि पनि एचपीभी भ्याक्सिन उपलब्ध छ। हामीले हाम्रो छोरीहरूको लागि पनि यो खोप लगाउनु पर्छ। हामीले हाम्रो शरीरको ख्याल नराखे अरू कसले राख्छन् र? एकछिन सोच्नुहोस् त। एउटा सरल टेस्ट जसले क्यान्सर जस्तो रोगबाट हामीलाई बच्न मद्दत गर्दछ। भविष्यमा सर्भाइकल क्यान्सर हुने सम्भावना टाल्नको लागि गरिने एउटा सजिलो टेस्ट अर्थात् तपाईँको राम्रो स्वास्थ्यको लागि एउटा सानो लगानी। त्यसैले जरुरी छ एक कदम अगाडि बढ्न, मात्र एक कदम तपाईँको स्वस्थ जीवनको लागि।